प्रतिशोधको बाटोमा अघि बढ्दैछ पाइला कसैको, प्रतिशोधको बाटोमा अघि बढ्दैछ पाइला कसैको, वेदना सहेर छाती भरि बहदैछ आँसु कसैको। 40 वर्ष अगाडि आजकै दिन तिम्रो र मेरो लगनगाँटो जोडिएको थियो। त्यही दिनको आज 40औं वर्ष दिन पुगेको अवसरमा तिमीलाई मेरो तर्फबाट धेरै धेरै शुभ। त्यसपछि तिमीले मलाई दोस्रो खुसी दियो मेरो जेठो छोरो जयेशको रूपमा। यति ठुलो भइसकेर पनि आजसम्म यसले मसँग नसोधी केही कामै गर्दैन। यो त आदर्श राम हो। यस्तो फ्रिडम बाबाको अफिसमा कहाँ, त्यहाँ त निरस्ता मात्र। निरस जीवन मूर्खले मात्र जिउँछ। त्यसैले त मैले आफ्नो अलग्गै बिजनेस खडा गरेको छु। त्यसपछि तिमीले दोस्रो खुसी दियो मलाई माइलो छोरो वरुणको रूपमा। तर त्यो अझै केटी छ, जिम्मेवारी वहन गर्न जानेकै छैन। त्यसलाई आफू बाहेक अरू कसैको ख्यालै छैन। अरे यसलाई के खाँचो थियो विदेशमा गएर ट्रेनिङ लिनु पर्यो। कङ्ग्रेचुलेसन, टप गरेको। थ्याङ्क यू। बाबाको बिजनेस छ, त्यसलाई सम्हाल्नेछु, अझ बढी बढाउने प्रयास गर्नेछु। बाबाले हाम्रो लागि धेरै दुःख गर्नु, अब बाबालाई आराम दिन चाहन्छु। त्यसपछि हाम्रो जीवनमा आयो कान्छो छोरो कुन्दन। सायद कान्छो भएर होला, मलाई त्यसको औधी माया लाग्छ। मलाई त्यसमाथि पुरा भरोसा छ। यति ट्यालेन्ट छ, यति स्मार्ट छ, पढाइमा पनि यति ध्यान दिन्छ। तिमी हेर्दै मात्रै रहौ, एक दिन यसले मेरो नाम छुम्काउनेछ। स्वर्गको मजा यसमै छ। तर आफ्नो लागि श्रीमती जयेशले आफै रोज्यो। तर त्यो बुहारीले आजसम्म हामीलाई सम्मान पनि गरेर जानेकी छैन। घरको जेठी बुहारी भएपछि घर धान्न पनि त जानु पर्यो नि। बिर्सेर पनि मबाट कहिले यो घरको लागि अहित नहोस्। यो घरको लागि मैले मेरो प्राण दिनु परे पनि म कहिले पछि नहटु। हजुरले आफ्ना सारा इच्छाहरू वरुणकै बिहेमा पुरा गरेछ। बुहारी पनि आफूले रोजेको। निशा बुहारी भएर भित्रेपछि चारैतिर फलिफापै फलिफाप, चारैतिर राम्रै राम्रो। साक्षात लक्ष्मी हुन् मेरी बुहारी निशा। देवीको जस्तो नाटक गर्दा गर्दा म त वाक्क भइसकेँ। जुन दिन यो सारा सम्पत्ति मेरो नाममा हुनेछ, त्यो दिन मैले सबजनालाई गलत्याएर आनन्दको सास फेर्नेछु। तर जे छु आज त्यसमा म सन्तुष्ट छु। तिमीलाई एउटा कुरा म सोध्छु, सत्य सत्य भन्छौ? अरे सोधिस्यो न, म सत्य सत्य भन्छु। आजसम्म जीवनमा मैले जानी नजानी तिम्रो चित्त दुखाएको छु। अरे कस्तो कुरा सोचिस हजुरले? यदि मैले चित्त दुखाएको रहेछु भने आजकै दिनमा म तिमीसँग क्षमा माग्न चाहन्छु। हजुरले यस्तो कुरा गर्न जानेकै छैन भने फेरि हजुरले कसरी सोचिस? हजुरको कुनै पनि कुराबाट मेरो चित्त दुख्छ भनेर? मलाई विश्वास छ मेरो त के कुरा भएर संसारमा हजुरले कसैको पनि एक शब्द बोलेर चित्त दुखाएको कुरा मलाई थाहा छैन। भरसक म यही प्रयत्न गर्नेछु कि मबाट कतै कुनै गल्ती नहोस्। सायद अहिलेसम्म म सफल पनि छु। तिम्रो साथले मलाई यति खुसी र सन्तुष्टि दिएको छ कि हतोत्साहित हुनै परेन, कहिले आवेशमा आउनु नै परेन। त्यसैले त आज मेरो चारैतिर मित्रै मित्र छन्, शत्रु कतै पनि छैन। भेरी गुड सर। यसलाई ड्रग्सको यति हेबिट परिसकेको छ, यसले एक दिन ड्रग्स भेट्टाएन भने यो पागल हुनेछ। सर आखिर जे चाहनुहुन्थ्यो त्यो भएरै छोड्यो होइन? मैले चाहेको जस्तो हुन त अझै निकै बाँकी छ। यो त कास्टिङ मात्र हो, दैण हुन त अझै निकै भेद बाँकी छ। सर
तपाईँ भन्नुहुन्छ भने पब्लिसिटी गरिदिउँ प्रताप ध्वजको छोरो ड्रगिस्ट छ भनेर? त्यसको समय आइपुगेको छैन, त्यसको पनि समय आउँछ। अहिले म तँलाई एउटा काम हराउँछु, त्यो गर। के काम सर? आज प्रताप ध्वजको म्यारिज एनिभर्सरी हो, यो खुब खुसी भइरहेको होला। सुन त, सर तपाईँ यो सब किन गर्दै हुनुहुन्छ? कुनै पुरानो शत्रुता हो? त्यो मेरो सबभन्दा ठुलो दुश्मन हो। त्यसलाई म सखा पार्दैछु यसरी, र त्यसको सम्पूर्ण परिवारलाई सखा पार्छु र त्यसको घरलाई खराबी बनाउँछु। बाटोमा अघि बढ्दैछ पाइला कसैको, प्रतिशोधको बाटोमा अघि बढ्दैछ पाइला। खाना त बेहोस हुने गरी खान मन लाग्छ, तर के गर्ने? कसैले थाहा पाउँछन् कि भनेर डराइ डराइ खानुपर्छ। एक गिलास त खान्छु खान्छु, कसको बाउको के नै खाइरहेछु र आफ्नो कोठामा यति पनि गर्न नपाए के गर्ने? को आयो यतिखेर? त्यो मूर्ख वरुण त आएन?